विष्णुदार विष्णुदार जंक्शन राइट पुरा उकालो जानुपर्छ विष्णुदार जानलाई ठाडो उकालो ल तल बाटो पुरा तल साथीहरू अलि माथि पुगिसक्यो ठाडो उकालो छ पुरा ठाडो उकालो ओह्रालो हाइकिङ गर्न त्यति सजिलो त छैन यसले स्टामिना पावर बढाउँछ हप्तामा एकचोटि हाइकिङ गर्नु राम्रो हो नेचुरल बाटो प्रकृतिमा रमाउनु छुट्टै आनन्द आउँछ नमस्ते नानी बाबु हेलो नमस्ते पुरा ठाडो छ कालो एडभेन्चर नमस्ते भाइ बहिनीहरु नमस्ते नमस्ते दाइ नमस्ते 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 दाइ हजुर बाबु नमस्ते रमाइलो भयो रमाइलो एकदम रमाइलो छ झरनामा झन् रमाइलो ल छोरी नमस्ते नमस्ते अङ्कल यता पनि जान मिल्छ हामी यताबाट जाँदैछौँ पुरा जङ्गलभित्रबाट सानो बाटो छ यहाँ त फ्राइडे स्याटरडे अझ बढी हुन्छ ल हेर्नुहोस् त युवान छ युवान ठाउँ युवान बाटो अलिक सानोहरू छ थुप्रो छ यहाँ हाइकिङ गर्नेहरू स्कुलको बाटो नै आउँदैछ टान्ने स्कुल कलेजका नानी बाबुहरू पनि स्कुल यो जुन गऱ्यो राम्रो हो यो बेला बेलामा यसरी बच्चाहरूलाई प्रकृतिसँग जम्का भेट गरायो भने पनि उनीहरूको मानसिक स्वास्थ्यमा राम्रो असर पर्छ मेरो आग्रह छ सबै स्कुलका हाइकिङमा लिएर आयो भने हामी हुन्छ तुरन्त
झर्नाको आवाज यहाँ सुनिरहेको छ यहाँदेखि नै यी हाम्रो साथीहरू नानी बाबु ल नानीहरू त फेरि भेटौँ है पानी खाना हुन्छ होला ल हामी झर्ना आइपुग्यौँ झर्ना यहाँ किलो ल हामी गार नागेर त्यहाँ आएछौँ ल पुरा बढाएको थियो यहाँ घोडा हजार बढाएको